ल हैन फाइनल्ली अफिसियल्ली तपाईहरुको म्यारेज सफल भयो हैन अब चाहिँ तपाईले अफिसियल्ली रूपमा चाहिँ हैन तपाईको छम्मालाई चाहिँ बुढी भन्न मिल्छ है उहाँको बिहे चाहिँ सक्यो अब पालो तपाईको नमस्कार म कानुनी सल्लाहकार वरिष्ठ प्रसाद भट्ट तपाईहरुलाई हामी सहयोग गर्न चाहन्छौं नेपाल ल सोसाइटीमा आज हामी कोर्ट म्यारेज बारे छलफल गर्न गइरहेका छौं तपाईले पक्कै पनि सुन्नु भएको छ होला फलानुको छोराछोरी त कोर्ट म्यारेज गरेर बाहिरतिर बसेछन् अब सर्वप्रथम दर्ता विवाह भनेको के हो दर्ता विवाह अर्थात् अदालतीय विवाह भनेको विवाह गर्न इच्छुक महिला र महिला पुरुष र पुरुष सम्बन्धित जिल्ला अदालत समक्ष उपस्थित भई कानुनी रूपमा सम्पन्न हुने कानुनी विवाह हो यो धार्मिक वा सांस्कृतिक विधिबाट नभई पुरुष र महिलाको आपसी मन्जुरीमा अदालती प्रक्रिया मार्फत सम्पन्न हुने गर्दछ अब कुरा गरौं दर्ता विवाह गर्नका लागि आवश्यक योग्यताहरू के चाहिन्छ महिला र पुरुष दुवैको उमेर 20 वर्ष पूरा भएको हुनुपर्छ विवाह दुवै पक्षको आपसी मन्जुरीमा हुनुपर्छ विवाह गर्न दुवै पक्ष हाडनताकरणी सजाय हुने नाता भित्र हुनु हुँदैन पुरुष र महिला दुवै पक्ष अविवाहित हुनुपर्छ अब कुरा गरौं दर्ता विवाह गर्नका लागि आवश्यक कागजातहरू के हुन् महिला र पुरुष दुवैजनाको आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयबाट प्राप्त निजहरूको अविवाहित रहेको सिफारिस पत्र महिला र पुरुष दुवैजनाको नागरिकता प्रमाणपत्र कुल 2 जना साक्षीहरू र निजहरूको नागरिकताको प्रमाणपत्रहरू र महिला र पुरुष दुवैजनाको 4 प्रति साइजको फोटोहरू यदि विवाह महिला वा पुरुषको स्थायी ठेगाना भएको जिल्लामा नभई स्थायी रूपमा बसोबास गरिरहेको जिल्लाबाट हुने भएमा कम्तीमा 15 दिनदेखि उक्त जिल्लामा बसोबास गरिरहेको स्थायी बसोबास सिफारिस चाहियो र विदेशी नागरिकको हकमा सम्बन्धित देशको राजदूतावासबाट नो अब्जेक्सन लेटर तथा सम्बन्धित देशको विवाह सम्बन्धी कानुनको नेपाली अनुवाद चाहियो धन्यवाद भिडियो हेरेर साथ दिएकोमा तपाईहरुलाई पनि कानुनी जिज्ञासा छ भने हैन हामीलाई सब्स्क्राइब फलो के हुन्छ सबै गर्न सक्नुहुन्छ हामीसँग फेसबुक इन्स्टा टिकटक युट्युब व्हाट्सएप सबै कुरा छ तपाई मजाले मेसेज गर्न सक्नुहुन्छ र के भन्न चाहे भनेपछि तपाईले कुनै पनि जिज्ञासा वा कानुनी क्षेत्रमा कुनै लगाउ छैन वा कुनै चिजमा फस्नु भएको छ भनेपछि कृपया तपाईले भन्नु मिल्छ भने कमेन्टमै भन्नु होला नत्र मेसेज गर्न सक्नुहुन्छ तपाईको मेसेज प्राइभेट रूपमा हामी हेर्न सकिन्छ धन्यवाद